मैं यो घरमा आएको आज 5-6 दिन भयो। स्वाभाविक रूपमा हाम्रो जीवनै यस्तै छ। 7 दिन एउटाको घरमा, 7 दिन अर्काको घरमा। आफूले बनाउनु नि पर्दैन, हेर्नु सजिलो छ जिन्दगी। यहाँबाट गयो 7 दिन अर्काको घरमा, सब कुछ रेडी पाइन्छ, तयार पाइन्छ। त यो संसारको भ्रमण गर्दाखेरि धेरै व्यक्तिलाई मैले देखेको छु आफ्नो जीवनमा, धेरै मान्छेको संगत भएको छ। तर यो परिवारमा जब म आएको दिनदेखि नै स्वाभाविक रूपमा हाम्रो एउटा दृष्टिले धेरै कुरा थाहा पाउँछ, किनभने अनुभव छ, हजारौं घरको अनुभव छ महाराज। जीवन नै यात्रामा बित्यो। म 12 वर्षको थिएँ म घर छोड्दा। अहिले कति वर्षको भइसकेन भन्नु नि, बुढो भएको छैन। घर छोड्दा म 12 वर्षको थिएँ। 12 वर्षको आयुमा घर छोडेको मैले। त अध्ययनको लागि जोगी भएँ भने होइन नि, फेरि पढ्नको लागि वृन्दावन गएको थिएँ म। अनेक परिवारसँग भेट हुन्छ। यहाँ आएँ, यो परिवार असाध्यै सज्जन, छोराहरू पनि सज्जन। हाम्रो सावित्रा माईको भाग्य होला, दुईटै बुहारी पनि असाध्यै सज्जन महाराज। बुहारीहरूमा कुनै दोष लाउन मिल्ने ठाउँ छैन। अब प्रसिद्धिका हिसाबले, पपुलारिटी, नेम फेमका हिसाबले हाम्रो निता ढुङ्गानाजी ठुली बुहारी असाध्यै प्रसिद्ध व्यक्तित्व। नेपालमा प्रत्येक युवाहरूले सबले चिन्छन् उहाँलाई। युवा युवतीहरूको मुटुको धड्कन हुनुहुन्छ उहाँ महाराज। सबले चिन्छन्, सबले माया गर्छन्। त्यो नेम फेम भइकन पनि यहाँ आएको 5 दिन भयो, उहाँको एउटा व्यवहार पनि यस्तो छैन जसले लागोस् कि यिनी यति प्रसिद्ध व्यक्ति हुन्, यति नेम फेम भएकी व्यक्ति हुन्। बुहारीले निभाउनु पर्ने कर्तव्य 110% निभाएको देखेको छु। जोरदार ताली बजाइदिनु महाराज। बनावटी कुरा गरेको होइन, मेरो दृष्टि पर्छ। म यहाँबाट प्रसाद बाँड्छु, व्यवस्थामा त्यहाँ उभिनुहुन्छ, प्रत्येक व्यक्तिलाई अभिवादन गर्नुहुन्छ, आफ्नो घरमा आएको पाहुनाको सत्कार गर्नुहुन्छ, फेरि सफाई झाडु बुहारू गर्नुहुन्छ, गुरुजनहरूको भोजनको व्यवस्था, बाहिर आएका पाहुनाहरूको भोजनको व्यवस्था। मान्छेले अलिकति प्रसिद्धि पायो भने अभिमान हुन्छ, घमण्डी हुन्छ मान्छे। मैले अगाडि प्रशंसा गरेको होइन, स्वभाव सधैँ यस्तै रहोस्, अभिमानले कहिल्यै पनि नछोस्। यो आशीर्वाद छ महाराज। त मैले आज बिहान भनेको छु उहाँलाई कि नेताजी, यो कथा सुनेको यति दिन भयो, हजुरले कस्तो अनुभूति भयो? यसरी डेडिकेटेड भएर प्रवचनमा बस्दा कस्तो खालको बदलाव, कस्तो खालको अनुभव हुँदो रहेछ? युवाहरू, मान्छेलाई लाग्छ नि त धर्म कर्म भन्ने त बुढाबुढीले मात्रै गर्ने हो, टाइम पास गर्ने बाबा आमाको काम हो। यस्तो फिल्म स्टार, फिल्मको क्षेत्रमा एकदमै नाम कहिलेकी एकजना अभिनेत्रीको पनि धर्ममा यति रुचि हुनेको कारण के हो? आजका युवा युवतीले धर्मलाई किन अपनाउनु पर्छ भन्ने विषयमा एकछिन हजुरको बाणी सुन्न चाहन्छु म भनेको छु। मैले विश्राम गरेपछि एकछिन उहाँलाई आज सुनौला, उहाँको अनुभव सुनौला। अब अहिले भने अब प्रशंसा धेरै नगरौँ, कथामा प्रवेश गरौँ। बोले भक्तवत्सल भगवानको एकपटक जोडले भन्नुहोस् राधे राधे। अझै जोडले एकपटक भगवान कृष्णले यमुनाको किनारमा माटो खाएर माता यशोदालाई मुखमा ब्रह्माण्ड देखाएको सुन्दर प्रसङ्ग छ। माता यशोदा विहोश हुनुहुन्छ, भगवानले मायाद्वारा सब फेरि बिर्साइदिनुहुन्छ। अर्को एउटा सुन्दर प्रसङ्ग छ, भगवान कृष्णको दामोदर नाम किन पर्यो भन्ने प्रसङ्ग। एक दिन माता यशोदा भगवान कृष्णलाई काखमा बसालेर कुरा गर्दै हुनुहुरहेछ। त भगवान कृष्णले माता यशोदालाई प्रश्न गर्नुभएछ, बोले माई, तिमीले सबैभन्दा धेरै माया कसलाई गर्छौ? त यशोदाले भनिछन्, बाबु तिमीलाई। माई, बाबालाई भन्दा पनि धेरै? हाँ बाबु, बाबालाई भन्दा पनि धेरै। अनि माई, साँच्चै भन्नु न, बलराम दादालाई भन्दा पनि धेरै? बोले हाँ धेरै। भन्दै थिइन् यशोदाले, भित्र दुध बसालेर आएकी छु आगोमा भन्ने याद आएछ।
अब हाम्रो परम्परामा दही पोखिएको राम्रो मानिन्छ, दुध पोखिएको खासै राम्रो मानिँदैन। त माता यशोदालाई टेन्सन भयो, त्यो कृष्ण भगवानलाई भुइँमा राखेर दुधको आगो निभाउन दौडिनु भयो। कृष्णलाई रिस उठ्यो, भर्खरै सबैभन्दा धेरै माया मलाई गर्छु भन्ने जाबो दुधका लागि मलाई यसरी भुइँमा फ्याँकिदिने। त भगवान कृष्ण भित्र जानुभएछ। भित्र गएर भगवान कृष्णले बुढी सासूको पालाको एउटा घैँटो रहेछ। बुढी सासू भनेको थाहा छ? सासुकी 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 सासू। किन हाँसेको? ए आमा, मिलेन र? मिल्यो कि मिलेन? अलिकति धेरै भयो? सासू धेरै भयो क्या हो? ठिक छ, जहाँ मिल्छ त्यहाँ ब्यालेन्स गर्नु न, भइगयो नि। बुढी सासू भनेको सासू कि सासू। आमाहरूले प्र्याक्टिकल देखाउँदै हुनुहुन्छ उहाँ। यी बुहारीहरू बुढी सासू लिएर बसेका छन्, देखाउँदैछ नि हाम्री बुढी सासू यही हुनुहुन्छ। त माता यशोदाले पनि आफ्नी बुढी सासूलाई असाध्यै माया गर्नुहुन्थ्यो। यी नातिनी बुहारीहरूले गरे जस्तै असाध्यै प्रेम। त बुढी सासूको चिनो एउटा घैँटो थियो, कृष्णले त्यही फोडिदिनु भएछ। आज माता यशोदालाई बडा पीडा भयो, छडी लिएर दौडिनु भयो। कृष्ण, तिमी मातियौ, तिमीले मैले दिएको छुटको दुरुपयोग गर्यौ, तिमीले गलत गर्यौ। कृष्ण अगाडि अगाडि, माता पछाडि पछाडि। भगवान सुखदेवले परीक्षितलाई भन्नुहुन्छ, परीक्षित एकपटक आँखा बन्द गरेर दर्शन गर। जगतको पिता नारायण आफ्नो भक्तको अगाडि डराएर भागिरहेको छ। भक्तले छडी देखाइरहेकी छन्। त्यो सौभाग्य जुन यशोदाले पाइन्, त्यो सौभाग्य दुनियाँमा कसैले पाएन महाराज। कृष्णलाई बाँध्न खोजिन्, कृष्ण बाँधिनु भएन। श्रीमद् भागवतमा लेखिएको छ, दृष्ट्वा परिश्रमम कृष्ण कृपयासित स्वबन्धने। आफ्नी आमाको मेहनत देखेर भगवान आफै बाँधिनु भयो। दुईटा वृक्ष थिए, यमलार्जुन कुबेरका छोरा थिए, अभिमानले गर्दा वृक्ष भएका थिए। भगवानले उनीहरूको उद्धार गरिदिनु भयो। समय पुरा भएको छ मेरो, र पनि कथा धेरै छन्, धेरै हुनु पनि पर्यो कथा। भगवान बालकृष्णका मिठा मिठा चर्चा छन्। आजको कथा हामीले अब अलिकति गियर चेन्ज गरेर भए पनि गोवर्धन पूजनसम्म पुग्छौँ। भोलि कृष्ण रुक्मणीको विवाहसम्मको प्रसङ्ग हामी श्रवण गर्नेछौँ। भोलि रासको कथा आउँछ, भोलि कृष्णको मथुरा गमनको कथा आउँछ, भोलि गोपी उद्धव संवाद आउँछ। भोलि बडा सुन्दर सुन्दर डाइनामिक प्रसङ्गहरू छन् महाराज भोलिका लागि। यसलाई सुनेर बडा आनन्द आउँछ। त सज्जनवृन्द, अब मैले कथालाई अलिक स्पिडमा लान्छु, संक्षिप्तमा अलिक छिटो हजुरहरूले ध्यान दिएर सुन्नुहोला। गोकुलमा उत्पात भएपछि नन्द बाबाका भाइ उपनन्दले गोकुलमा बस्नु भएन, हामी वृन्दावन सरौँ भनेर भन्नुभयो। र उपनन्दले भनेको मानेर भगवान कृष्णको परिवार गोकुलबाट वृन्दावन बसाइ सर्नुभयो। बोली वृन्दावन धामको। वृन्दावनको पनि एउटा भजन गाउँला भन्ने सोचेको थिएँ, अब समय छैन, फेरि कहिले गाउँला। अहिले अगाडि बढौँ। वृन्दावनमा भगवान कृष्णले बाछा चराउन सुरु गर्नुभयो र बकुल्लाको रूप बनेर वत्सासुर आयो, उसको उद्धार गर्नुभयो। कृष्णले पुतनाको भाइ अघासुर अजगर बनेर आयो, उसको उद्धार गर्नुभयो। भगवान कृष्ण वनभोज लिएर, खाजा लिएर बाछा चराउन जानुहुन्छ, साथीहरूसँग बसेर खानुहुन्छ। एक दिन भगवान कृष्ण
साथीहरूसँग बसेर वनभोज गर्दै खाँदै हुनुहुन्थ्यो। मधुमङ्गल अत्यन्त गरिब परिवारको थियो। मधुमङ्गलले बासी कडी लिएर आएको थियो। त भगवान कृष्णलाई दिन अलिक लाज मान्यो। श्रीदामाले लड्डू लिएर आएका थिए। तो श्रीदामा बाहुनको छोरो, और जहाँ गुलियो त्यहाँ बाहुन भुलियो। आजकल होइन, पहिला पहिला। आजकल त मैले गुरुजी सुगर हुन्छ, चिया पकाउँदा पनि भन्नुपर्छ हाम्री गोमा दिदीलाई, बोले दिदी चिनी कम राख्नु भनेर। कता हुनुहुन्छ गोमा दिदी? खै त महाराज आजकल त कम, पहिला त खूब महाराज चिनी को खाने प्रयोग गर्ने। त लड्डूमा कृष्णको मन आसक्त भयो। श्रीदामाले के गरे भने पहिला पहिला म वृन्दावन जाँदा पनि वृन्दावनमा अझै पनि कुनै उत्सवमा बन्छ यति ठुला लड्डू बन्थे। जस्तै विवाहमा हामीले कसार बनाउँछौँ नि, ठुलो कसार गणेशजीको लागि, त्यस्तै ठुलो लड्डू। एउटा लड्डू सबैलाई बाँडे, एउटा आफै खाए एक्लै। त साना श्रीदामा लड्डू ठुलो आधा मुखको बाहिर थियो। भगवानले औँलाले लड्डू तानेर खाइदिनु भयो। ब्रह्माजी माथिबाट हेर्दै हुनुहुन्थ्यो, आकाशबाट भगवानको दर्शन गर्न आउनुभएको थियो। ब्रह्माजीलाई चक्कर लाग्यो, महाराज यो पनि भगवान हो। मान्छेले, ब्राह्मणहरूले शुद्ध वस्त्र लगाएर, जनेऊ लगाएर, कण्ठी लगाएर, तुलसी छोडेर भोग लगाउँदा त भगवान प्रत्यक्ष आएर खानु हुँदैन। यहाँ त जुठो खाँदै हुनुहुन्छ, यो भगवान होइन। त भगवान जानुभयो कहाँ? नारायण कृष्ण अवतार लिन्छु भन्नुभएको हो। चिन्ता थियो। त्यो चिन्ताको बीचमा अर्को चिन्ता के भयो भने मधुमङ्गललाई कडी दिन लाज मानेर एक्लै पिउँदै थियो। कडी गालाभरि लाग्यो। भगवान गएर गाला चाट्न थाल्नुभयो। ब्रह्माजीले भन्नुभयो पक्का कृष्ण होइन, पक्का नारायण होइनन्, कन्फर्म भयो। तर कन्फर्म गर्ने कसरी? तो ब्रह्माजीले भगवानका साथीका बाछा चोरिदिनु भयो। सब बाछाहरू साथी बाछा खोज्न पठाउनु भएको भगवानले, ब्रह्माजीले साथी चोरिदिनु भयो। भगवानलाई थाहा भयो। 1 वर्षसम्म भगवान आफै बाछा बन्नुभयो, आफै साथी बन्नुभयो। जसको जस्तो रूप, जसको जस्तो गुण, जसको जस्तो बोल्ने तरिका, त्यस्तै 1 वर्षसम्म ब्रह्माजीलाई गल्तीको महसुस भयो। आएर माफी माग्नुभयो। सुन्दर प्रसङ्ग छ। कार्तिक शुक्ल अष्टमीको दिनदेखि भगवान कृष्णले गाई चराउन प्रारम्भ गर्नुभयो। बोले गोपाल भगवानको। इस प्रकार सुन्दर सुन्दर प्रसङ्गहरू यहाँ छन्। वेणुगीतको प्रसङ्ग छ। भगवान कृष्ण वृन्दावनमा कस्तो भएर निस्किनुहुन्छ, बडा सुन्दर श्लोक छ। बरहा पीनम नटवर वपु कर्णयो कर्णिकारम बिभ्रद्वास कनक कपिशम वैजयन्तीं च मालम रन्धान वेणुरधर सुदया पूरयन् वृन्दारण्यं सुपदरमणं प्राविशद भगवान कृष्ण कानमा कनेरको पुष्प राखेर बडा सुन्दर स्वरूप बनाएर हातमा वेणु लिएर वैजयन्तीको माला लगाएर जब त्यो वृन्दारण्यमा प्रवेश गर्नुहुन्छ, गोपिनीहरू कृष्णलाई हेरेको हेरे हुन्छन्। त्यो रूप माधुर्यको दर्शन गरेर उनीहरूका आँखा थाक्दैनन्। यो वेणु गीत बडा आनन्ददायक छ। यो वेणु गीतमाथि नै कमसेकम 3-4 दिनसम्म बोल्न मिल्छ, 1 हप्तासम्म बोल्न मिल्छ। अब अहिलेलाई प्रणाम गरौँ वेणु गीतलाई। अगाडि एउटा प्रसङ्ग छ। हेमन्त ऋतुमा कन्याहरू, वृन्दावनका गोपिनीहरूले यमुनामा स्नान गर्छन्, कात्यायनी माताको पूजन गर्छन्। यो प्रसङ्ग सबैले बुझ्नुपर्ने प्रसङ्ग छ। हामी आफ्नो ईश्वरलाई बुझ्दैनौँ, ईश्वरको बारेमा नराम्रो चर्चा गर्छौँ।
सबलाई मजा आउँछ है, कृष्णले यस्तो गरे उसो गरे, गोपिनीका कपडा चोरे, भगवानै यस्ता छन्। अनेक विधर्मीहरूले लालचना लगाउँछन्। त आज हजुरले यसको उत्तर बुझ्नुपर्छ। ध्यान दिएर सुन्नु सबैले। गोपिनीहरूले नग्न कात्यायनीको पूजन गर्थे। कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्द गोप सुतम देवी पति में कुरुते नमः। हे माई, नन्दको छोरा पतिको रूपमा पाऊँ भनेर पूजन गर्थे। भगवानले सम्झाउनु भयो, हेर यो नाङ्गै स्नान गर्नु हुँदैन, त्यसै पनि तीर्थमा सरोवरमा नदीमा नग्न अवस्थामा स्नान गर्नु हुँदैन। तीमाथि स्त्री तिमीहरू स्नान गर्न गएको बेलामा कसैले तिमीहरूको वस्त्र लगिदियो, कपडा लगिदियो भने के गर्छौ? भगवानले सम्झाउनु भयो। गोपिनीले मानेनन् त भगवानले भोलिपल्ट कपडा अलिकति कदमको वृक्षमा लुकाइदिनु भयो। गोपिनी आत्तिए, भगवानले कपडा देखाइदिनु भयो। गोपिनीहरूले वस्त्र लगाए। भगवानले सम्झाउनु भयो, हेर आज मैले लुकाइदिएको थिएँ, कुनै राक्षस आए भए के गर्थ्यौ, तिमीहरूलाई कति दुःख हुन्थ्यो। गोपिनीहरूको आँखा खोलियो। यति कुरा हो। त मान्छेले यति यो कुरा बढाउँछन्, हाम्रो ईश्वरको बारेमा यति भन्छन् महाराज, हामीले मजाक उडाउँछौँ। दुईटा कुरा भन्न चाहन्छु। यदि कृष्णलाई ईश्वर मान्नुहुन्छ भने कृष्ण ईश्वर हुन्, गोपिनी जीव हुन्, र ईश्वरलाई त हामीले तमेव माता च पिता तमेव भन्छौँ। आमा छोरीको बिचको कुरा भए बोल्नै परेन होइन। कृष्ण मान्छे भएर आएपछि कमसेकम यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ भने त्यति बेला भगवान कृष्णको आयु केवल 5.5 वर्षको थियो। कति वर्षको? अब 5.5 वर्षको बालकको मनमा कुनै एट्र्याक्सन, फिजिकल आकर्षण हुन्छ त? हुँदैन नि त। यो कुरा बुझ्नु पर्यो। हाम्रो भगवानले कुनै गल्ती गर्नुभएको छैन। यो कुरा हामीले बुझ्नु पनि पर्यो, बुझाउन पनि सक्नु पर्यो। भक्तवत्सल भगवान को जय हो। भगवानले यज्ञ गरिरहेका याज्ञिक ब्राह्मणहरूका पत्नीहरूमाथि कृपा गर्नुहुन्छ। एक दिन माता यशोदा घरमा विभिन्न पकवान बनाउँदै हुनुहुन्थ्यो। नन्द बाबा सरसामान मिलाउँदै हुनुहुन्थ्यो। कृष्णले प्रश्न गर्नुभयो, के को तयारी हो? माताले भन्नुभयो, हामीले इन्द्र यज्ञ गर्ने गर्छौँ, इन्द्रको पूजा गर्ने गर्छौँ प्रत्येक वर्ष। किन? बोले इन्द्रको पूजा गर्यो भने वर्षा हुन्छ, पानी पर्छ। त भगवानले भन्नुभयो, कर्मणा जायते जन्तु कर्मणैव विलीयते सुखम दुःखम भयम क्षेमम कर्मणै वा विपद्यते। माई, यो सबै कुरा कर्मको खेल हो। पूजा गर्नु छ भने इन्द्रको होइन, गोवर्धनको पूजा गर्नु। यो गोवर्धन पर्वत छ, त्यहीँबाट हाम्रो जीवन चल्छ। त्यहीँ घाँस चरेर हाम्रा गाईहरूले पेट भर्छन्, दुध बेचेर हाम्रो जीवन चल्छ। जुनबाट जीवन चल्यो त्यो ईश्वर हो। गोवर्धन पर्वत प्रकृति हुनु, प्रकृतिले निशुल्क श्वास दिएको छ, साक्षात नारायणका स्वरूप हुन्। पूजन गर्ने भए गोवर्धनको गरौँ। भगवानले सबैलाई ये न के न प्रकार मनाउनु भयो। सब ब्रजवासीहरू गोवर्धनको तलहटीमा गए। गोवर्धन भगवानलाई स्नान गराउन भगवानले मानसी गंगा प्रकट गर्नुभयो। बोली मानसी गंगाको जलले स्नान गराएर ब्रजवासीहरूले गोवर्धन पूजन सम्पन्न गरे। त्यसपछि परिक्रमा सम्पन्न गरे। बोले गोवर्धन भगवानको, गोवर्धन नाथ को जय हो। कथा सत्संग पूजन बाँकी नै छ। प्रसङ्गलाई आज यहीँ विश्राम दिने हो। मैले हजुरलाई भने भोलि रास सुन्छौँ हामी। भोलि हामीहरू रासबाट अरू कृष्णको मथुरा गमनको प्रसङ्ग, गोपी उद्धव संवाद, सुन्दर सुन्दर प्रसङ्ग। भोलि यहाँ रुक्मणी अनि कृष्णको धुमधामले विवाह। रुक्मणी बन्ने को हो भोलि? कृष्ण रुक्मणी हो। ए ल, अब हेरौँ कृष्ण रुक्मणी को बन्नुहुन्छ। यहाँ भोलि श्रृङ्गार गराएर धुमधामले विवाह गराउनु पर्छ। आज भने म आफ्नो वाणीलाई गोवर्धन भगवानको श्री चरणमा यहाँ विराम दिन्छु। नेताजीको 2-3 जति मिनटको हुन्छ उद्बोधन सुनौँ। आउनु माथि यता आएर।
त्यसपछि हाम्रो गुरुजनले गोवर्धन हजुरहरू कोही पनि नउठ्नु होला एकछिन, धेरै कुराहरू छन् यहाँ, धेरै कामहरू छन्। त्यसैले आजको लागि भने म आफ्नो वाणीलाई भगवान श्रीहरिको श्री चरणमा यही विराम दिन्छु। बोले गोवर्धननाथको। राधे राधे। राधे राधे गुरु सबैलाई राधे राधे। बिहान तल भर्याङमा बसिरहेको थिएँ, गुरुजीको प्रस्थान भयो र गुरुजीले भन्नुभयो आज तपाईँ केही आध्यात्मिक कुरा गर्नु, तपाईँलाई के महसुस भइरहेछ भागवत गीता यहाँ लाउँदाखेरि, यो माहौल, यो इन्भाइरोमेन्ट, अनि तपाईँका अरू कुराहरू केही कुरा राख्नुभयो भने आएका भक्तजनहरूलाई पनि तपाईँप्रति तपाईँका कुरा केही थाहा पाउन सक्छन् र यसमा रमाउन पनि सक्नुहुन्छ। र हामी युवाहरू कतिको आध्यात्मिक छौँ या छैनौँ या किन हुनुपर्छ भन्ने एक किसिमको उदाहरण तपाईँ दिनुहोला भनेर स्वयं गुरुजीले भन्नुभयो। त्यसमा अब एक दुई शब्द त के भन्नु, 2-3 मिनट मात्र बोल्छु म सर्टकटमा। मलाई ग्रन्थको बारेमा थाहा छैन महाराज है, ग्रन्थ शास्त्र मैले धेरै पढेको पनि छैन। तर एक समय यस्तो आयो कि त्यो समय एकदम दर्दनाक थियो। भन्छन् नि मान्छेले दुःखको बेलामा भगवानलाई धेरै सम्झिन्छ। त्यो मेरो दुःख थिएन, त्यो संसारको दुःख थियो, संसारको पृथ्वीमा भएका सबै मानवको दुःख थियो। त्यो हो कोरोना लकडाउन, पहिलो लकडाउन। म त कलाकार मान्छे हेर्नु, म त काम गर्थेँ, रात दिन बिजी हुन्थेँ होइन। भगवानलाई मनदेखि जहिले पनि बच्चैदेखि पूजा गर्ने आस्था आराधना पहिल्यैदेखि थियो, त्यो देखिँदैन थियो। तर लकडाउनले त्यो कोरोनाको टाइममा मलाई यस्तो अनुभव गरायो कि म साँच्चीकै डिपली रूपमा मलाई अध्यात्मतिर जान मन लाग्यो। एकदमै क्युरियोसिटी भयो हरेक चिजमा, किनभने मेरो परिवार हेटौँडामा बस्नुहुन्छ, मेरो माइत हेटौँडा हो, म बुवा मेरो भाइसँग म काठमाडौँ बस्ने गर्थेँ। मेरो परिवारलाई मैले कोरोनाको डरले गर्दाखेरि हेटौँडा पठाइदिएँ। म एक्लै बस्छु भनेर मेरो काठमाडौँमा अपार्टमेन्ट थियो बालकुमारीमा, म एक्लै बसेँ। त्यतिखेर समय बिताउन पनि गाह्रो हुन्थ्यो, मनमा डर पनि हुन्थ्यो र विभिन्न ग्रन्थहरू मसँग किताब त थिएन, तर मैले युट्युबमा धर्मशास्त्रका कुराहरू सुन्न थालेँ, महसुस गर्न थालेँ। धेरैभन्दा धेरै मनमा एकदमै पूजा गर्नलाई उत्साह भयो, भगवानप्रति आफ्नो कुराहरू सुनाउनलाई उत्साह भयो। अर्कै किसिमको पोजिटिभिटी मेरो दिमागमा बिस्तारै आयो। त्योभन्दा अगाडि पनि आइसकेको थियो मेरो। मैले जब एउटा गणेश भजन निर्माण गरेको थिएँ, गणेश मन्त्र, गणेश भजन, अनि कन्टिन्यू दिइराख्न पाएको थिएन, म आफ्नो काममा व्यस्त थिएँ। र त्यतिखेर साथीहरूले भन्ने गर्नुहुन्थ्यो, अघि गुरुजीले पनि भन्नुभएको थियो कि त यो उमेरको मान्छे अध्यात्मतिर लागेको छ, के हो कसो हो। मलाई पनि मेरो साथीभाइले, मेरो इष्टमित्र, मेरो इन्डस्ट्रीका मान्छेहरूले भन्ने गर्थे, ए नानी तिम्रो त उमेरै भएको छैन, भजन गाउने उमेर हो यो, भजन हाम्रो उमेरको मान्छेले गाउनुहुन्न र हुन्छ नि होइन, तिमी त साधु हुन लाग्यो। तर त्यो कुरालाई मैले मुसुक्क हाँसेरै त्यसलाई इग्नोर गरेँ। के गर्नु त हजुर, मलाई आनन्दै यसमै आउँछ भने त्यो कुरालाई इग्नोर गरेँ। त्यस पछाडि फेरि फर्किन चाहन्छु त्यो समयमा। एकदमै त्यो दर्दनाक समयमा मैले हरेक चिज सुने, फिल गरेँ। हजारौँको सङ्ख्यामा मान्छेहरूको मृत्यु भइरहेको थियो, डर थियो, त्रास थियो, भगवानसँग पुकार थिएँ, ए भगवान यो रोग त कतै गइदिए हुन्थ्यो, अब हटिदिए हुन्थ्यो नि। धेरै आफन्तको मृत्यु देखियो, यो देखियो त्यो देखियो, छरछिमेकको गाह्रो हुन थाल्यो भनेर दिनरात ध्यान गर्न थालेँ, मेडिटेसन गर्न थालेँ। झन् भगवानलाई मैले पाउँदै गएँ, मैले आँखाले देखिनँ तर फिल गर्दै गएँ। मैले एकदमै अगाडि बढेँ, पाउदेखि शिरसम्म मैले महसुस गर्न थालेँ भगवानलाई। भगवान कस्तो रूपमा आउनुहुन्छ, के रूपमा आउनुहुन्छ थाहा छैन मलाई, तर मैले फिल गरेँ। र अगाडि बढ्दै जाँदाखेरि कोरोना पनि अलिकति थम्मे भयो। हुँदा मेरो त बोल्ने बाणी पनि चेन्ज भएछ गुरु महाराज। मान्छेले भन्न थाले हरिहर अधिकारीको सङ्गतले होला। त्यो
त्यतिखेर हामी साथी थियौँ होइन, त्यतिखेर हामी एकदम मिल्ने साथी थियौँ। मेरो हरेक चिज चेन्ज हुँदै गयो, साँच्चीकै रहेछ। आध्यात्मिक भए पछाडि बोल्ने वचन पनि चेन्ज हुँदो रहेछ, सोच्ने तरिका पनि चेन्ज हुँदो रहेछ। मलाई त थाहा नै भएन म कतिखेर चेन्ज भएँ, किनभने म त पहिला त्यस्तो थिइनँ। सबै साथीले कमेन्ट गर्न थाल्नुभयो, अनि है म त चेन्ज भएछु भन्ने भयो। भन्छ नि सङ्गतले पनि मान्छेलाई प्रभाव पार्छ। सायद मेरो वरिपरि एकदमै पोजिटिभिटी भएको मान्छेहरू थिए, जस्तो हरिहरजी हुनुहुन्थ्यो, त्यस्तै साथी अरू अध्यात्ममा लागेका साथीहरू हुनुहुन्थ्यो। त्यो चिजले पनि मलाई, हरिहरजीले पनि मलाई धेरै कुरामा गाइड गर्नुभयो। त्यो चिजले पनि हुन्छ, त्यो चिजले पनि हो। र साथसाथै म भित्र भएको एउटा आध्यात्मिकता पनि निस्किएको हो र आजसम्म पनि त्यो चिज छ। र यो चिजले अध्यात्ममा अगाडि बढ्दै गयो। पूजापाठ झन् मठ मन्दिर धन धाउन थाले। कुनै मन्दिर देख्नु हुँदैन महाराज, मलाई गएर त्यहाँ जानै पर्छ, कहाँ जाउँ कसो जाउँ। म घरमा कहिले पनि म यो ठाउँ पोखरा जान्छु भन्दिनँ, म दरबारमा जान्छु भन्दिनँ, म साथीहरूसँग चिया खान जान्छु या रमाइलो गर्न जान्छु म भन्दिनँ। आमा म वैष्णोदेवी जान्छु है भन्छु। त्यो मनमा त्यसै आउँछ, किन आउँछ थाहा छैन मलाई होइन। म रमाइलो गर्न कहाँ म भक्तिमै रमाउँछु। मलाई कुनै मन्दिर दर्शन गर्न पाए हुन्थ्यो। त्यो आफै ममा आएको कुराहरू हो, मैले ठाँटेको छुइनँ। र साथसाथै अगाडि बढ्दै गयो। फेरि दोस्रो कोरोना आयो। दोस्रो कोरोनामा मेरो बुवा सिकिस्तै हुनुहुन्थ्यो। 5 दिनदेखि केही पनि मुखमा हाल्नु भएको थिएन कोरोना लागेर। र यता मेरो ससुरा बुवा रामबहादुर अधिकारी पनि कोरोनाले विचित होइसिन्थ्यो। मलाई लाग्थ्यो मेरो बुवाको त उमेर पुगिसक्यो होइन, सायद मेरो बुवालाई अलिक गाह्रो हुन्छ कि भन्ने थियो। यता त मैले कल्पना पनि गरेको थिइनँ कि यत्रो ठुलो घटना घट्छ भनेर। पछि यस्तो घटना घट्यो कि मेरो बुवा के भन्ने, मेरो बुवा अलिकति बिरामीबाट उठ्दै जानुभयो, कम हुँदै गयो। तर हामीले यता बुवालाई बचाउन सकेनौँ कोरोनाले गर्दाखेरि। भनेपछि संसार भगवानको नियम कस्तो रहेछ हेर्नुहोस् त। काल सानो र ठुलो भनेर आउँदैन रहेछ। त्यो हजारौँ व्यक्तिको मृत्यु भयो, त्यो पनि समय आएर भएको रहेछ। हजारौँ व्यक्तिको मृत्यु त त्यसै त हुँदैन। केही न केही चिज यो पृथ्वीमा यस्तो आयो कि, यस्तो एउटा भाइरल चिज आयो कि त्यो चिजले जोको दिन थियो, जोको काल आएको थियो, त्यो सबै भगवानले लिएर जानुभयो। त्यो मेरो पोजिटिभिटी मैले दिमागमा राखेँ, यो रहेछ संसार भन्ने भयो। अध्यात्मलाई केलाउँदा के हो एकदम मनमा क्युरियोसिटी बढ्न थाल्यो, झन् बढ्दै गयो। र सम्भव मेरो बुवा अलिकति हट्टाकट्टा हुनुभयो। यहाँ हामी दुखी थियौँ, यता परिवार दुखी थियौँ। र यही बिचमा मलाई थाहा थिएन मेरो बुवा र मेरो ससुरा बुवाको भेट भएको थियो। मेरो विवाहको कुरा छिन्नको लागि मैले आज सानो छोटकरीमा कथा पनि भनिरहेको छु, हाम्रो रियल लाइफको कथा। आज पनि झलझल याद आउँछ मेरो बुवा र मेरो ससुरा बुवासँगै बसेर गफ गरेको, मेरो बुवा 2 जना भएर मेरो विवाहको मिति तय गरेको। मेरो ससुरा बुवालाई एकदमै मन थियो हाम्रो विवाह हेर्ने, तर त्यो चिज हेर्न पाउनु भएन होइन। र मैले त्यही बिचमा थाहा पाएँ कि यो घर पनि बुवाले जग खन्नु भएको रहेछ, मात्र आफ्नो बाबा र आमाको लागि। खन्नु भएको रहेछ होइन, मात्र आफ्नो बुवा र आमाको लागि। त्यहाँ नाम लेखेको छ हरिमाया अधिकारी र हेमबहादुर अधिकारी, त्यो बुवाले लेखेको नाम हो होइन। यो चिज जग खन्नु भयो, बाबाको मृत्यु भयो, यो चिज त पुरा भएन। त्यस पछाडि विवाह भयो, हाम्रो विवाह भइसके पछाडि बुवालाई मिस गऱ्यौँ धेरै नै। बुवा सायद हुनुभएको भए राम्रो हुन्थ्यो भन्ने कुराहरू हुन्थ्यो। हरेक चिज यो अध्यात्मकमै छ है। यो चिज सबै पार गर्दै हामी एक किसिमको स्ट्रङ भयौँ, किनभने संसारको नियमै त्यस्तै छ। सबैजना छोडेर त जानै पर्छ आखिरमा। तर त्यही चिजलाई आफूले कन्ट्रोल गर्न त सकिन्न नि त होइन। आफूलाई कन्ट्रोल गरेर अगाडि बढ्नुपर्छ। त्यो पोजिटिभिटी हामीलाई आयो र अगाडि बढ्दै गयौँ। आज हाम्रो विवाह पनि भयो। यही वर्ष मेरो बुवाको मृत्यु पनि भयो। मेरो बुवा स्वर्गीय भइसक्नु भएको छ, 1 वर्ष पनि पुगेको छैन। र यो सब चिज स्ट्रङ बनाएको मेरो परिवार, मलाई हरेक चिजलाई स्ट्रङ बनाएको भने हाम्रो घरमा घटना भइरह्यो।
तर पनि हामीले भगवानलाई विश्वास गर्न छोडेनौँ। भगवानलाई विश्वास गर्न छोडेनौँ। भगवानकै नाममा हामी हरेक टाइममा भजन कीर्तन घरमा, कीर्तिपुरमा, काठमाडौँमा पनि हामी गरिरहन्छौँ। एक किसिमको विश्वास छ भगवानप्रति। मर्ने र बाँच्ने त त्यो नीति नै हो, मान्छे मर्नै पर्छ, जन्मिन्छन् अरू नयाँ, होइन? तर जीवन जिउनलाई सहज बनाउनको लागि भगवानको धेरै आवश्यकता पर्छ, पोजिटिभ इनर्जीको धेरै आवश्यक पर्छ। त्यो हाम्रो परिवारमा छ र परिवारमा भएको कारणले गर्दाखेरि बुवाले सुरु गरेको घर आज सम्पन्न भयो। र साथसाथै यो भर्खरै मात्र भएको हो, योभन्दा अगाडि थिएन, बिस्तारै काम भयो र अहिले सम्पन्न भयो। र साथसाथै हजुरबुवा हजुरआमाको एकदम ठुलो सपना थियो भागवत लाउने, त्यो पनि पुरा भयो। त्यो पनि भगवानको कृपाले नै भयो। र साथसाथै मेरो देवर र मेरो देउरानीको विवाह गर्ने पनि सपना थियो, त्यो पनि यही साल भयो। भनिसके पछाडि भगवानले आध्यात्मिक हुँदाखेरि पोजिटिभिटीले धेरै चिजलाई सहज पार्दो रहेछ। मेरो जिउने तरिका, मेरो बोल्ने तरिका, मेरो बाँच्ने तरिका सबै चिज चेन्ज भएको छ। सायद मेरो उमेरको दिदीबहिनीहरू अहिले पनि क्लबमा भेटिनुहुन्छ, अहिले पनि रेस्टुरेन्टमा भेटिनुहुन्छ। मेरै साथीहरूसँग म यसो दुई शब्द बोलुँ भने पनि उनीहरूको कुरा पूर्व हुन्छ, मेरो कुरा पश्चिम हुन्छ, कुरै मिल्दैन। यो आयो भने त खालि माताले कुरा गरे जस्तो लाग्छ भन्नुहुन्छ, तर माताले कुरा गरे जस्तो होइन। मैले सानै उमेरदेखि दुःख गरेँ, त्यो भोगाइ मैले चाहिँ सुनाउँदाखेरि एक्सपिरियन्स अलिकति लामो भयो मेरो, सानो उमेर भए पनि त्यो सुनाउँदाखेरि मान्छेलाई त्यो फिल हुँदो रहेछ। त्यो भएको कारणले गर्दाखेरि अध्यात्ममा लागे पछाडि मान्छेलाई संस्कारी बनाउँछ। अध्यात्ममा लागेपछि व्यक्तिलाई संस्कारी बनाउँछ। संस्कारी भएपछि मैले मलाई चिन्न सक्छु, मैले समाजलाई चिनाउन सक्छु, अनि घर घर बन्छ, परिवार परिवार बन्छ। सबै चिज यसै राम्रो हुँदो रहेछ। साँच्चीकै मलाई जो देखे पनि मनपर्छ, साँच्चीकै मलाई जो देखे पनि माया लाग्छ। यो अध्यात्ममै लागेर हो, भगवानप्रति विश्वास भएरै हो, अझै भनौँ भजन कीर्तन गरेरै हो, भजन कीर्तन गरेर नै हो। त्यसैले म जस्तो युवा यहाँ धेरै हुनुहुन्छ, आफ्नो आमा बुवाहरूलाई पनि भन्न चाहन्छु, साँच्चीकै आफ्नो बच्चा बच्चीलाई चाहिँ संस्कार बच्चैदेखि दिनुपर्छ। म पनि सानै उमेरमा घर छोडेर हिँडेको मान्छे हो। म जब 13-14 वर्षको थिएँ, मैले धेरै संस्कार मेरो आमा बुवाबाट पाउन सकिनँ। म बस्न सकिनँ आमा बुवासँग धेरै समय। म सानैमा म काम गर्छु, बच्चीदेखि हिरोइन बन्ने इच्छा थियो, कलाकार बन्ने इच्छा थियो। हिँडेँ म त काठमाडौँतिर, सानैमा खेलेको मान्छे होइन। अनि आफ्नो इच्छा पुरा पनि भयो, मेरो सपना पुरा पनि भयो। तर मैले आएको एक्सपिरियन्सहरू, अनुभवहरूलाई बटुल्दै होइन, भगवानलाई विश्वास गर्दै, आध्यात्मिक कुराहरू सिक्दै पढ्दै अगाडि बढ्दाखेरि जीवन सहज हुँदो रहेछ। आफ्नो बच्चाहरूलाई पनि त्यो संस्कार दिनु, परिवार साँच्चीकै राम्रो हुन्छ, समाज साँच्चीकै राम्रो हुन्छ। त्यही भन्न चाहन्छु। अलिकति इमोसनल पनि भएँ र अब त के भन्नु छ र, भगवानमा मन लाउँ, भगवानको कीर्तन गरौँ। मलाई लाग्छ कतिपय ठाउँमा, कतिपय समाजमा, कतिपय घरमा टुटफुट हुन्छ कि परिवारको, एकदमै हुन्छ नि टुटफुट, होइन? तर हामी विवाह गर्नुभन्दा अगाडि नै के सोचेका थियौँ भने, मेरो देउरानी र मैले, हामी यो परिवार कहिले पनि छुट्दैनौँ, यो मेरो यो तेरो कहिले पनि हुँदैन। यो फेरि हाम्रो आमाले दिएको संस्कार हो है, मेरो माइतको भनिन, घरको आमाले दिएको संस्कार हो। किनभने आमाले जुन बिहेभ हामीमा गर्नुहुन्छ त्यो साँच्चीकै बुहारी जस्तो लाग्दैन। मैले मेरो आमाको लामो समयसम्म माया पाइनँ होइन, तर मेरो आमा चाँडै नै बित्नु भएको कारण मैले यति राम्रो आमा पाउनुको लागि रहेछ भन्ने मलाई फिल हुन्छ, अनुभव हुन्छ। मेरो आमाबाट मैले जब यो घरमा आएँ, मेरो आमाबाट मैले धेरै कुरा सिकेको छु, धेरै कुरा अझै पल्लवीले त सिक्न बाँकी नै छ होइन। र हामीले त्यो निर्णय गरेर हामी एउटा घर बनाउँछौँ, एउटा राम्रो परिवार बनाउँछौँ, समाजको लागि उदाहरणीय।
कति लामो बोलेछु ब्याट्री नै सकिएछ त्यो निर्णय गर्दाखेरि हामी साँच्चीकै संस्कारकै कारणले हो किनभने हाम्रो माताश्री नै यस्तो हुनुहुन्छ कि जसले हामीलाई राम्रो शिक्षा दीक्षा दिइराख्नु भएको छ जसले दुईटा एउटा राम्रो लक्ष्मण जस्तो छोरा जन्माउनु भएको छ जसले हामीलाई धेरै माया गर्नुहुन्छ हामी एकदम भाग्यमानी बुहारी र भाग्यमानी श्रीमतीहरूमा पर्छौँ र साथसाथै मेरा अङ्कल आन्टी माइला अङ्कल माइला आन्टी साइला अङ्कल साइला आन्टी कान्छा अङ्कल कान्छा आन्टी सबैजना मेरा भाइ बहिनी देवरहरू सबैले यो उसमा सहयोग गर्नुभएको छ तिमीहरू आँट हामी पुरा गर्छौँ भनेर साथ दिनुभएको छ सबैलाई नमन गर्न चाहन्छु म धन्यवाद गर्न चाहन्छु र यही घरको अगाडि भागवत यसरी लाउँदाखेरि त झन् कति प्रफुल्ल भयो होला हाम्रो मन कति खुसी छौँ होला हामी रात दिन हजुरआमाले कुरा गर्नुहुन्छ ए भगवान् गुरुजी त सधैँ यहीँ बस्नु भए पनि हुन्थ्यो नि अब गएपछि म त न्यार्सिन्छु होला भनेर भनिसकेको थिएँ नि आमा भनिराख्नुहुन्छ बेलुका पनि भनिसके पछाडि यो धरती होइन यो घर यो चोक कति पवित्र भएको छ हामी बिहान 7 बजीदेखि बेलुका 9:30 बजीसम्म हामी यो भजन कीर्तन गर्छौँ पूजा गर्छौँ साँच्चीकै एक किसिमको भगवानै आएर यो वरिपरि बस्नु भएको छ र पोजिटिभिटी छर्नु भएको छ भन्ने फिल हुन्छ राति सपनामा पनि म त त्यही नै देख्छु र अझै हाम्रो आचार्य शीतल कृष्ण महाराजजीको मुखार बिन्दुबाट यो प्रवचन सुन्न पाउँदा त अरे वाह 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 ताली बजाइदिनु न एकचोटि यति राम्रो प्रवचन उहाँले भन्नुहुन्छ कि अब त्यो हामीले त्यो व्याख्या नै गर्न सक्दैनौँ हामीलाई रुन पनि मन लाग्छ हाँस्न पनि मन लाग्छ नाच्न पनि मन लाग्छ साँच्चीकै स्वयं भगवानको रूपमा उहाँ यहाँ आउनुभएको छ त्यसैले हामीले उहाँलाई जोड सम्मानका साथ हामीले उहाँलाई तालीले धन्यवाद दिउँ मलाई लाग्छ यो दाङमा फर्स्ट टाइम हाम्रो शीतल महाराज आउनुभएको छ होइन लाग्छ कि अब के हो तपाईँको त वरिपरि त्यस्तो दर्शक त श्रोताबिन त पहिला सुनिएन देखिएन भन्ने जस्तो कुरा गरिसकेको थियो महाराजले आज महाराजकै कारणले महाराजकै फ्यान फलोवर्सले यहाँ यत्रो मान्छे हेर्नुहोस् न महाराज हेरिस् त एकचोटि यत्रोजना यहाँ आइदिनु भएको छ भजन कीर्तन गर्नको लागि र अधिकारी फ्यामिलीबाट धेरै धेरै तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छौँ कि तपाईँहरू यहाँ आउनुभयो यो ठाउँलाई स्थललाई पवित्र गराइदिनु भयो भागवत जस्तो पवित्र ग्रन्थ त के छ र यो हाम्रो आँगनमा भइरहेछ यो चोकमा भइरहेछ त्यही भन्न चाहन्छु हरदम पोजिटिभिटी मनमा राख्नु अध्यात्मलाई दिमागमा राख्नु नछुटाउनु अध्यात्म भयो भने संस्कारी बनिन्छ संस्कारी भयो भने राम्रो समाज बन्छ राम्रो समाज बन्यो भने घर राम्रो बन्छ त्योभन्दा ठुलो कुरा त हामीलाई के चाहियो र होइन जस्तो उहाँको मुखार बिन्दुबाट कतिपय कुराहरू हामीले सिक्न पायौँ हामीले सिक्न पायौँ यो चिज हामी सबैमा कायम होस् सुन्नको लागि मात्र नहोस् धन्यवाद बोलिए भक्तवत्सल भगवान को एकपटक जोरदार ताली बजाइदिउँ सबैले नेताजीको लागि अहिलेसम्म लाग्दै थियो नेता ढुङ्गाना प्रशंसाको योग्य छन् प्रशंसनीय व्यक्तित्व हुन् अभिनेत्री हुन् जस्तो लाग्थ्यो नेताजीको वक्तव्य सुनेपछि त लाग्यो श्रद्धा गर्न लागेको व्यक्तित्व रहेछ उहाँको जोरदार ताली बजाइदिउँ भागवतको महिमा हजुरलाई 4 दिनमा कस्तो अनुभूति भयो व्याख्या गर्नु भनेको मेरै महिमा धेरै भयो एकछिन मैले आफै तारिफ गरिदिनु भनेर माइक दिए जस्तै भयो महाराज बोले भक्तवत्सल भगवानको ठट्टा गरेको हो मेरो अधिकार हो यहाँ बसेपछि ठट्टा गर्न पाउनुपर्छ सज्जनवृन्द समय बहुत भयो गिरिराज महाराज हाम्रो गुरुजीले पूजा गराउनुहुन्छ कर्ता आमाहरू हजुरबुवा हजुरआमालाई दुःख हुन्छ आमा मात्रै माथि आए हुन्छ अहिले आउन सक्नुहुन्छ भने हजुरबुवा हजुरआमालाई ल्याउँदा हुन्छ यहाँ अगाडि तल ल्याउनु गिरिराज भगवानलाई र सज्जनवृन्द अन्तिममा मात्र यति भन्न चाहन्छु हजुरहरूको उपस्थितिले यो यज्ञ दिव्य भव्य भएको छ हजुरहरूको आगमनले हामी आनन्दित छौँ भोलि र पर्सि अझ 2 दिन कथा छ यहाँहरू पाल्नुहोला हजुरहरू सबैको जीवनमा भगवानको कृपा बनिरहोस् साँझको कार्यक्रम 7:30 बजेबाट हुन्छ
एकपटक जोरदार ताली जरूर सबैका लागि। भोले भक्तवत्सल भगवान को जय हो। श्री गोवर्धन नाथ को जय हो।